नमस्कार नमस्कार नमस्कार। आज फेरि म यहाँहरुमाझ उपस्थित भइसकेको छु। कृपया यस भिडियोलाई लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्नुभएको छैन भने ढिला नगरिकन यस च्यानललाई लाइक कमेन्ट शेयर र सब्स्क्राइब गरिदिनु होला। र आज पनि म एउटा मोटरसाइकलको जानकारीको लागि आइसकेको छु। मलाई चाहिँ यो कुरा अलि समस्या नै लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ, कसरी गरिराख्नु भएको छ, कसरी हजुरहरूले समस्याको हल गरिराख्नु भएको छ, कृपया मैले गरेको भन्दा सजिलो किसिमले अथवा सजिलो तरिकाले हजुरहरूले गरिराख्नु भएको छ भने जानकारी गराइदिनु होला। म त्यसको अपेक्षा गर्दछु। र मैले चाहिँ आज जानकारी गराउँदैछु यहाँहरूलाई टिभिएस आरटिआर अथवा टिभिएस अपाचे फोबी 160 को चेन स्पकेटको बारेमा। यो टिभिएस अपाचे फोबी भनेर 160 फोबी भनेर त्यो बाइकमा चाहिँ दुईवटा चेन स्पकेट लाग्ने गर्छ। त्यो छुट्टा छुट्टै मोडलको हुन्छ। त्यो दुईवटा आउने गरेको छ। त्यो चाहिँ अलिकति समस्याको विषय नै छ जस्तो लाग्छ मलाई चाहिँ समस्या लाग्छ। मैले जुन कुरालाई समस्या मान्छु त्यो कुरालाई नै सबैलाई समस्या होला भन्ने हिसाबले यो भिडियो बनाएको छु। र मैले यो भिडियो बनाउँदै गर्दाखेरि हजुरहरूलाई योभन्दा सजिलो तरिकाले थाहा छ भनेपछि कृपया मलाई जानकारी गराइदिनु होला। कमेन्टमा लेखेर भनिदिन सक्नुहुन्छ। र आज म हजुरहरूलाई त्यो चेन स्पकेटको बारेमा यसरी बोलेर मात्रै भन्दा पनि प्र्याक्टिकल्ली तपाईहरुलाई देखाउँदैछु। दुईवटै स्पकेट र दुईवटै त्यो पार्ट नम्बरहरू सहित पनि देखाउँछु। यो धेरै जसो रोलनकै युज हुने भएको हुनाले मैले आज हजुरहरूलाई रोलनकै पार्ट नम्बरहरू र खोल अनि स्पकेट सहित प्र्याक्टिकल्ली देखाउँदैछु। कृपया यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। मैले यहाँहरुलाई आज यो स्पकेट सहित देखाइरहेको छु। यो स्पकेटमा के छ भने धेरै फरक छैन। एउटा यो स्पकेट छ, यो चाहिँ रोलनको कुरा गर्दैछु मैले। यो रोलन नै धेरै युज हुने र धेरै बिक्ने भएको कारणले मैले आज यहाँहरुलाई रोलनकै कुरा गर्दैछु। यो रोलनमा यो छ नि यहाँनिर यो चिल्लो भाग छ। यहाँहरुले एकदमैसँग देख्न सक्नुहुन्छ। यो एकदम चिल्लो भाग छ। चिल्लो भाग भएको चाहिँ रोलनमा 408 नम्बर किट नम्बर हो। यो यहाँहरुले त्यो पार्ट नम्बर पनि सम्झिराख्नु पर्दैन। यसमा यो आरटिआर बाइकमा स्पकेटको कभर चाहिँ फुल नहुने भएको कारणले मैले यहाँहरुलाई एकदमै सजिलो हुन्छ। के गर्नु पर्यो भने यो स्पकेट हेर्दै गर्दाखेरि यो चिल्लोवाला हो। एउटा टालाले स्वाट पुछ्नु भयो भने यहाँ देखिहालिन्छ। यो एकदम चिल्लोवाला हो। यो भनेको चाहिँ 408 किट नम्बर। यो कटिङ नभएको चिल्लो सादावाला हो भन्नुभयो भने एउटा बुझ्न सजिलो भयो। एउटा यो मोडल लाग्ने गर्छ, एउटा चाहिँ यो मोडल लाग्ने गर्छ, एउटा चाहिँ यो मोडल लाग्ने गर्छ। यो चाहिँ कटिङ भएको छ। यो बुट्टाहरू देख्नु भएको छ यहाँहरुले हैन। यो बुट्टाहरू यस्तो कटिङ छ नि, यो देख्नु भएको छ। यो लाग्ने गर्छ। एउटा चाहिँ यो भनेको 301 पार्ट नम्बर 301 पार्ट्स पसलवालाहरूले पनि ख्याल गर्नु होला। कटिङवाला 301 हुन्छ अनि सादावाला चाहिँ कटिङवाला 301 हुन्छ र यो सादावाला चाहिँ 408 हुन्छ। सादावाला हो, कटिङ सटिङ छैन भनेपछि हजुरहरूले 408 लिँदा भयो लिने दिने सबैले। अनि यो कटिङवाला चाहिँ 301 हो। यसको मूल्य पनि फरक परेको हुनाले हामीलाई अलिकति गाह्रो हुने हुन्छ। त्यही भएर यति कुरा जानकारी गराउनको लागि मैले आज यो भिडियो बनाएको थिएँ। र च्यानललाई यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद। र अहिलेसम्म पनि यहाँहरुले यस च्यानललाई लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्नुभएको छैन भने कृपया ढिला नगरिकन लाइक कमेन्ट शेयर र सब्स्क्राइब गरी यो भिडियोलाई संसारभरि पुर्याइदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। र यस्तै नयाँ कुराहरू हजुरहरूलाई कुनै कुराहरू जानकारी चाहियो अथवा हजुरहरूले अरू भिडियो यो बनाइदिनु हुन्थ्यो भन्ने लाग्छ भने मलाई यो डिस्क्रिप्सनमा नम्बर राखेको छु। यो नम्बरमा हजुरहरूले डाइरेक्ट फोन गरेर पनि भन्न सक्नुहुन्छ अनि कमेन्ट मार्फत पनि भन्न सक्नुहुन्छ भन्दै आजको यस जानकारीबाट बिदाई हुन चाहन्छु। नमस्कार। जय विश्वकर्मा बाबा।